रोग लागेपछि उपचार गर्न जाने हो कि रोग लाग्नै नदिने हो, अथवा हामी प्रवर्धनात्मक पाटोमा कति काम गर्ने हो, जसलाई पब्लिक हेल्थ जनस्वास्थ्यको आँखाबाट हेर्दै गर्दा सबैभन्दा पहिलो स्टेप र प्रभावकारी ढङ्गबाट अवलम्बन गरिनुपर्ने कार्य भनिन्छ। अर्को निदानात्मक बाटो अथवा प्रिभेन्टिभ र क्युरेटिभ, दुईटा साइड मध्ये यसलाई हामी गएको अभ्यासमा चाहिँ हामी एकदमै धेरै बढी क्युरेटिभ तर्फ गएका छौँ। संयोगले आज अब यो पर्सेन्टेजहरूमा हेऱ्यो भने यो मतलब नसर्ने रोगहरू, कडा रोगहरूका कारण मृत्यु हुनेहरूको दर सङ्ख्या दिनादिन बढिरहेको छ। तल्लो सानो उमेरका जनसङ्ख्याको मृत्यु हुने दर एकदमै धेरै बढिरहेको छ। मधुमेह, किडनीको क्यान्सरको लगायतका यो 8-9 वटा जुन नसर्ने रोगहरू छ, यसको जोखिम नयाँ तहमा छ। यसलाई हामीले कसरी रोक्ने हो? निश्चय नै यसलाई प्रवर्धनात्मक पाटोमा काम गर्न सकेनौँ भने, खानपान जीवनशैली जस्तो कुराहरूमा हामीले यसलाई काम गर्न सकेनौँ भने यसले धेरै अगाडि पुगिन्न। यसलाई अहिलेको वर्ष सरकारले लिएर आएको नीति तथा कार्यक्रममा यो जीवन भान्सा सुधारदेखि जीवनशैली सुधारको जुन कार्यक्रम छ, यो कार्यक्रमको अझ प्रभावकारी कार्यान्वयनको बाटो हामीले लैजाने गरिकन यसको कुरा गर्नुपर्छ। यो स्वास्थ्य प्रणालीको एउटा अङ्गकै रूपमा संसारका थुप्रै देशहरूमा राम्रा यस्ता उदाहरणहरू पनि छन्। यसलाई प्रवर्धनात्मक कार्यक्रमलाई स्वास्थ्य प्रणालीकै एउटा विशिष्ट अङ्गको रूपमा हाउस होल्ड सर्भिस नै दिने गरिकन प्रत्येक नागरिकको जस्तो वर्षको एकपटक अनिवार्य होल बडी चेकअप गर्नुपर्ने कुरादेखि अरू जति पनि कुराहरू छन् भइरहेको सिस्टमबाटै त्यसलाई अलिकति प्रभावकारी ढङ्गले सेवा प्रवाह गर्न सक्यौँ भने यसले नतिजा निकाल्न सकिन्छ। यहाँनिर भन्न खोजेको प्रवर्धनात्मक पाटोमा पनि हामीले सिस्टम बिल्ड गर्न जरुरी छ। 46 साल पछिको उपलब्धिपछि स्वास्थ्य संस्थाहरू के अरे गाउँ गाउँमा यो हामीले त्यसको पहुँच त पुर्याउँ, ठुलो ढङ्गबाट विस्तार भयो। 3946 वटै गाविसमा स्वास्थ्य चौकीहरू पुगे। एउटा ठुलो बहुदल आइसकेपछिको प्रजातन्त्र आइसकेपछिको ठुलो उपलब्धि हो। तर अब एक्सेसले भएन, मात्रै पुगेन। अब एक्सेससँग क्वालिटी सँगसँगै जानुपर्छ भन्ने कुरा आजको एजेन्डा हो जस्तो लाग्छ। त्यसको प्रबन्धका निमित्त यो विधेयकमा थुप्रै चिजहरू अगाडि ल्याइएको छ। अहिलेको स्वास्थ्य मन्त्रालयको नेतृत्वले गरिरहेको मेहनत गतिशीलताको पनि म प्रशंसा गर्न चाहन्छु। यसलाई अझ थप यसभित्र काम गर्दै गर्दा हामीले प्रवर्धनात्मक र निदानात्मक दुईटै पाटोमा राम्रो गरिकन जमेर त्यस खालको संरचनाहरू हामीले निर्माण गर्नुपर्छ कि हाम्रा संरचनाहरू केवल देखाउनका निमित्त मात्र होइन, तिनीहरूले नतिजा दिन सकुन्। हामीले आधारभूत सेवा के हो, टर्सरी सेवा के हो, अब यो यसको फरक के हो? सबै खालको उपचार, सबै सामान्य रोग लाग्यो भने पनि सबै के अरे विशेषज्ञ डाक्टरकोमा पुग्नुपर्ने हो कि अथवा हामीले यसका प्रोटोकलहरू जे छन्, भइरहेका हेल्थका स्ट्यान्डर्ड प्रोटोकल्सहरू जे छन् त्यसलाई ठिक ठाउँमा पुर्याउन सक्ने प्रबन्ध, त्यो सिस्टम बिल्ड गऱ्यौँ भने मात्र पनि धेरै चुरा पुग्छ। अहिले विदेशतिर गएका साथीहरूले पनि भन्छन्, जस्तै हामी कहाँ नेपालमा जस्तो बिहान गएर जाँदा बित्तिकै डक्टर कुपन काटेर भेट्न त संसारमा त पाइँदैन नि त। इमर्जेन्सी पऱ्यो भने हस्पिटलमा जाने हो, नत्र कम्तीमा 20-25 दिन त डक्टरलाई पालो, विशेषज्ञ डक्टरलाई त पालो कुर्नुपर्छ। युरोप अमेरिका संसारभरिको कुरा थियो। त्यसले नै एउटा हेल्थ सिस्टम त म्यानेज भएको छ। हाम्रो चाहिँ एउटा तदर्थवादमा धेरै चलेको जस्तो अवस्था छ। यो तदर्थवादमा चलिरहेको हाम्रा प्रणालीलाई, सेवा प्रवाहलाई ठिक ठाउँमा ल्याउनको निमित्त ल्याउन सक्यो भने मात्रै स्वास्थ्य क्षेत्रमा सङ्घीयता आएको अनुभूति र आभास हुन सक्छ।